ल आजको मुभमेन्ट चाहिँ यस्तो छ हेरौँ अवस्था यस्तो बिजोग छ आजको हेलो गाइजहरु स्वागत छ मेरो यो छोटो मिठो भ्लगमा आज चाहिँ हामी दाजुभाइको यात्रा एकदम घरदेखि आङसराङसम्मको रहेको छ र यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला निकै नै रमाइलो यात्रा रहेको थियो आजको दिन केही मिनेटको हिँडाइ पश्चात हामी यस सुन्दर गाउँ सुर्गेनागी भन्ने ठाउँमा आइपुग्यौं र केही क्षणको हिँडाइ पश्चात हामी फेरि नरकटे भन्ने ठाउँमा आइपुग्यौं निकै नै सुन्दर रहेको छ यस ठाउँ एकदम घरहरू एकदम प्रकृति सुन्दर एकदम बोट बिरुवाहरूले नि पाउलो फेर्न थालेर होला बसन्त ऋतु सुरु भएर होला एकदम जताततै हरियालीहरू छान थालेको छ पानीको मौसम रहेकाले गर्दाखेरि पानीको मौसम रहेको छ बाटोहरू हिलाम्य हुन थालिसकेका छन् र यस्तै सानातिना सङ्कटहरूलाई दबाउँदै हामी आफ्नो गन्तव्यमा अगाडि बढिरह्यौं एकदम यस्ता सानातिना सङ्कटहरूलाई मिठो मुस्कानका साथ हामी अगाडि बढिरह्यौं सङ्कटलाई मिठो मुस्कान दिँदै हामी यात्रामा अघि बढिरहेका छौं उता दाइलाई एकदम जुत्तामा हिलो लागेर टेन्सन भइसक्यो पाउन जानुपर्ने जुत्ता पुस्नु पर्यो यस्ता पुसाइहरू त धेरै नै गयो हाम्रो यात्रामा एकदम रमाइलो नि रहेको छ यात्रा अब हेन्सम मान्छे फेरि चस्मा लाएर एकदम हरियाली सुन्दर सल्लै सल्लाको बाटो हुँदै हामी आफ्नो गन्तव्यमा अगाडि बढिरह्यौं केही छिडको हिँडाइ पश्चात हामी यस मन्तरी चोक भन्ने ठाउँमा आयौं र हामी केही क्षण यहाँ आराम गर्ने सोच्यौं र हामी यस ठाउँमा बस्यौं र त्यस बसाइ पश्चात हामी आफ्नो गन्तव्यमा पुनः फेरि अगाडि बढ्यौं एकदम सल्लै सल्लाको बाटो एकदम कच्ची बाटो निकै यात्रा सङ्कटै थियो तर त्यस्ता सानातिना सङ्कटहरूलाई पछार्दै हामी अगाडि बढि नै रह्यौं एकदम जताततै हेर्न सक्नुहुन्छ हरियाली छाउन थालिसकेको छ बसन्त ऋतु सुरु भयो बोट बिरुवाहरूले पाउलाहरू फेर्न थालिसकेका छन् त्यसकारणले गर्दा जतै डाँडा काँडा एकदम हरियाली देख्न थालिसक्नु भएको छ एकदम रमाइलो गर्दै चुइगम चपाउँदै माइन्ड फ्रेस गर्दै हामी यात्रामा छौं एकदम यात्रा गर्ने क्रममा हामी यस तल फाँटमा देखिरहेको सुन्दर गाउँ 70 रुपैयाँ भन्ने ठाउँ हेर्न देख्न सक्नुहुन्छ त्यस ठाउँमा हामी पुग्न लागिसकेका छौं एकदम सुन्दर फाँट फराकिलो टारमा बसेको यस गाउँ एकदम सुन्दर देखिन सक्नुहुन्छ देखिन्छ यस ठाउँ चाहिँ 70 रुपैयाँ भन्छ यस ठाउँलाई एकदम मकै छर्ने सिजन रहेको छ बालीहरू लाउने सिजन भइसकेको छ मकैहरू छर्नका लागि मलहरू रेडी हुन थालिसकेका रहेछन् एकदम सुन्दर सुन्दर घरहरू पुराना घरहरू पनि खरका छानाका देखिन सक्नुहुन्छ हामी केही क्षणको हिँडाइ पश्चात हामी यस निबु खोला भन्ने ठाउँमा आइपुग्यौं देख्न सक्नुहुन्छ तल निबु खोला निकै नै ठुलो रहेको छ यो खोला पनि अहिले भर्खर बर्खा लाग्न सुरु भएको छ बर्खाको सिजन निकै नै ठुलो आउँछ यस ठाउँको खोलो निबु खोलो यस ठाउँमा बस्तीहरू पनि बस्न सुरु भएर छ यसो घरहरू पनि बन्न थालेर छ घरहरू पनि बनिँदै रहेछन् हाम्रो यात्रा अब निबु करिडोर हुँदै जानेछ निबुको बिटेबिट हुँदै
केही समय निबुको खोलाको बिटबिट हुँदै हामी यात्रा अगाडि बढ्छौँ। एकदम सुन्दर हरियाली प्रकृतिको मजा लिँदै हामी अगाडि बढिरहेका छौँ। यो देखिँदै गरेको चाहिँ झोलुङ्गे पुल हो। यसदेखि चाहिँ मान्छे खोला तर्नका लागि यो प्रयोग गरिन्छ। एकदम कच्ची बाटो छ, गल्डेन गुल्डुङ, तर पनि यात्रा निकै मजा नै भइरहेको थियो। निकै मजा साथ हामी यात्रा बढिरहेका छौँ। हामी निबु खोलाको ब्रिजमा आइपुगिसकेका छौँ। हामी निबु खोला तरिसकेका छौँ। यस ठाउँको निबु खोलाको पुल हो यो चाहिँ निबु खोला। यस ठाउँमा चाहिँ कृषि क्षेत्र पनि निकै अगुवा रहेछ। कृषि क्षेत्रमा टल्ने चल्ने हालेर एकदम बोट बिरुवाहरू रोप्ने, नर्सरीहरू राख्ने, सब्जी खेतीहरू गर्ने एकदम रहेको रहेछ। बाटो एकदम कठिन कच्ची हिलाम्बे भइसकेको रहेछ। केही क्षणको पानीको कारणले गर्दा नि यति साह्रो बाटोमा प्रभाव पारिसकेको छ, हिलाम्बे भइसकेको रहेछ। देख्न सक्छौ हरियाली एकदम, बोट बिरुवाहरू, सब्जी खेतीहरू एकदम गर्नुभएको रहेछ यहाँ। केही क्षणको हिँडाइ पश्चात हामी अर्को खोला जिउजा खोला भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ चाहिँ पुलहरूको व्यवस्था रहेन रहेछ र आवतजात गर्न बर्खाको समयमा निकै नै सङ्कट पर्ने रहेछ। यस समय पनि निकै गाह्रो भइरहेको छ यात्रा गर्न, देख्न सक्नुहुन्छ। तर पनि यात्रा गर्न निकै नै मजा आइरहेको थियो। र यस केही क्षणको पश्चात हामी त्यस गन्तव्यमा पुग्यौँ। हामी पारी नमी डाँडा यसो जानु है। ए यो ठाडो नजानु नजानु धेरै छ त्यतैबाट जानु ए हो। यो त यहाँ सोलिङ छ त्यो छ नि त बाटो यहाँ। हजुर यो तिम्टिया मार्केट छ कि देखाउने गाइस
यता पनि देखाउँ यता पनि अनुहार देखाउँ भने एकचोटि हामी पनि ल आजको मुभमेन्ट चाहिँ यस्तो छ हेरौँ बाइकको हालत उचालेर ल्याएको देखाउँ बाइकको भरे मेरोमा पनि अवस्था यस्तो बिजोग छ आजको ल हालत एकछिनको पानीको चमत्कार बाटो देश विकास भने हो हुनु पऱ्यो क्या ट्याक्टर देश विकास हो ल हेर्नु केही मिनटको पानीको प्रभाव यस्तो छ बाटोमा ल त गाई यस्तो छ है त ल